उमिया गरेर जानु होला नि के रे उमिया गुड मर्निङ सबैजनालाई हेलो 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 नयाँ भ्लगको सुरुवातसँगै आज पनि छोड्दै शुभ बिहानी आज चाहिँ कता जाने हो भन्दाखेरि सरप्राइज हामीलाई पनि सबैलाई सरप्राइज आजको मौसमको अपडेट चाहिँ पानी पर्ला जस्तो हल्का हल्का परे जस्तो भइरहेको छ भयो ओर्दिनमा टाउको फुटियो हिँडिरहेको छु कहाँ गएर कुकुर डुलाउँदैछ कुकुर डुलाइरहेको छ हामी चाहिँ कुकुर जसरी डुलिरहेछ होला हो त्यसले कुकुर डुला हामी चाहिँ कुकुर डुले जस्तो डुलिरह भनेको बात त सही है बिहान बिहानै स्नोफल देखाइरहेको थियो वाटरफल भइरहेको भने मौसम प्लान गरिरहेको ए हिउँ चाहिँ अस्ति नै परेको अझै बाँकी छ अहिले चाहिँ अहिले चाहिँ हिउँको केही छाँटकाट त छैन छाँटकाट त छ तर परे छैन भन्नु खोज्यो अब यहाँबाट अब मल्ललाई भेट्न अझै 30-35 मिनट जति लाग्न सक्छ ट्रेनको टाइमिङ अनुसार हामी चाहिँ हिँडिसक्यो है मलाई फेरि ढिलो चाहिँ भएन तिमी जस्तै हामी 2 घन्टा कुराउनु क्या फेरि ट्याक्क होइन ल अडी फेरि भेट भइसकेको छ फेरि अस्तिबाट अहिले त्यो हिजोको अस्ति अनि त्यो हिजोको कुरा अस्ति भन्दा के अरे कहिले के को कुरा ऊ यहाँ हेर न हिजो उता बुद्ध मन्दिर गएको आज चाहिँ यता आएको यो एउटै ढुङ्गा हो यो एउटै हो थुप्रै बनाएको है त उनी हेर न उता छालहरू आएको क्या दामी त्यो उस होला नि बोटले कि त्यस्तो आएको ठुलो आएको रहेछ त सेकेन्ड टाइम भयो हाम्रो चाहिँ यहाँ हेर्ने केटाहरू ठुलो यो यत्रो देखेको त फर्स्ट टाइम होला नि कहाँ देखाउँदैछु क्यामेराम्यान उहाँ गइसकेको छ लाफा यस्तो गर त्यो मलाई देऊ त्यो यो चाहिँ तिमी ल्याउ न यो दुइटाले हुने रहेछ कि यो चाहिँ यो के त्यो त तिमीलाई एक्लै सिङ्गल वान म्यान हो एउटै रहेछ एउटै खाली रहेछ क्या नयाँ लिउँ न हामी क्यामेरा के भयो त्यति छैन क्या तर यो पानी र थन्दरको के अरे टापु भन्थ्यो हामी यहाँ क्या स्वागत गरेँ यस्तो दिनमा घुम्न आएर मौसम हेर्नु पर्थ्यो यो कि देखाएको थियो तर अस्ति नै गरिहाल्दा त्यस्तो देखाएर पछि त आइहाल्यो क्या ठिक छ अब हाम्रो गन्तव्य त्यो क्यान्डल टावर तर जिन्जा छ क्या पुरै मन्दिर छ हामी चाहिँ अब यहाँ आइसक्यो जेसिबीले खनेको हेर्न जापानमा धरि जेसिबी हेर्न आयो केही हुन्न मेरो त वाटरप्रुफ हो वाटरप्रुफ
केटाहरूले देखाउन बोल्दै बोलिएन हौ खाली ठाउँ भयो एउटा छाताले दुईजनालाई अलि भएन कि 750 50 घरबाट लिएर त्यस्तै गर्नुपर्छ यो त अनि यसरी त ठुलै पऱ्यो त पानी त अनि आकाश रिसाएछ क्या आज साइडो नो तोरी के को तोरी रे तोरी साइडो नो लेट्स गो ओ प्रडक्ट्स देखेर त प्रडक्ट्स देखेर त यसले फिक्स हेर्छ क्या हामीले लाथ्यो क्या गेट वेलकम गरिरहेछ हामीलाई हिँडेको अवस्था सर्कसरले बोल्नु पनि भएन है साइलेन्ट छ ये किप्पू यहाँ है क्या त्यो स्कुलेटरहरूको सबैले जाने हो पहिला उ त्यहाँ जाऊँ ए हिँडेर जाने केटाहरू के गर्ने हिँड्यो भने त फेरि लामो पर्छ हिँडेर त स्कुलेटरमा गएर सर जानु पाउँछ मुदा नजिक एकखेप जानु त भएन त्यो म्यान अगाडि गयो ओ यहाँ त यादै ओ के हो र लाइटै अन हुन्छ त लाइट अन भइदिइराखेको ल वारी भ्याइयो यहाँबाट भ्याइयो हो यति हो चढेको यति क्या ए यता पनि रहेछ हामी आइसकेको छौँ यसै गरी फर्किने बेलामा चाहिँ खाइदान रहेछ खाइदान भनेको चाहिँ सिँढी फर्किने बेलामा चाहिँ हिँड्दै आउनुपर्छ फोटो हो मै हो प्रोजेक्टरले रहेछ नि त यहाँ ए कसो यही हो भित्र चाहिँ यस्तो छ यसले त अब गुफा र के रे मलाई क्यान्डल के रे क्यान्डल टावर र गुफा छिर्ने त्यति बेला कक गार्डन मुख छाडी हो के हो ए या भाइ सिन आयो नि यहाँ यहाँ चाहिँ यस्तो रहेछ होइन या भाइ दामी बनायो कि मिठो बनाएको छ बाटो बनाउँछ नि भ्लगर भयो यिनीहरू ठाउँ हामी पनि शान्तिनो भ्लगर हेर्ने कता जाने चाहिँ कता पहिला यहाँ दर्शन गरौँ न दर्शन गर्ने मेरो क्यामेराम्यान कता गयो अब यहाँ ओइनरी गरेर पूजा गरेर पूजा भन्दा पनि के भन्नु यसो गरेर निस्किन्छ अरे ए स्कुलेटर त छ्यालबेल रहेछ नि त चढ्नु पर्ने त ए यहाँ होइन अब यहाँबाट यसरी जाऊँ अनि यहाँ एस्केलेटर चढौँ यो हेरौँ फेरि एस्केलेटर चढौँ यो हेरौँ ए इप्पा नाइस 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 यताबाट लागा लारा यति केटाहरूलाई ओ आऊ है धेरै फोटो नखिच माथि ठाउँ छ यो चाहिँ के हो भन्दाखेरि यो लकको भन्नै के त नि जिन्दै क्रक्स बनाउँछ कि यो हेरेको 200 रुपियाँ भित्र 200 रुपियाँ रे
भगवान्को पहिलाको फोटो होला नि साकुराधरी फुलिरहेको रहेछ अब त मौसम होला नि त होइन जान्छौँ साकुराको मौसम ए यहाँ किनेर अनि यहाँ उस गर्ने अरे आफ्नो के अरे आफ्नो इच्छा इच्छा आफ्नो इच्छा विस विस यो चाहिँ के हुन्छ म्युजिक लभ फ्रिडम के को भगवान्को उसो भन्थ्यो के अरे गुफा जान लागेको चाहिँ फेरि थन्डरको ड्रागन ड्रागन पहिलाको थन्डरको भगवान् हामी आएर यहाँ स्वागत गर्नुभएको क्या खास चाहिँ पानीले स्वागत गरिदिएको हामीलाई चाहिँ साकुरा पनि रहेछ यहाँ चाहिँ यता चाहिँ फुले छैन साकुरा फुलेले झन् साकुरा पछि चाहिँ बगाल हुन्छ यताबाट जाऊँ न आएपछि त घुम्न साकुरा अघि होइन भन्छ यो सब साकुरै होला क्या साकुरा हो नि यो सबै अझ लाइटनिङ धरिरहेछ साकुरा फुल्दा चाहिँ आउँदा हुन्छ होला आज हामी नफुलेको हेर्दै रमाइलो गर्दै पानीमा त्यो पनि पानी परिरहेछ अब के गर्नु बिदा यस्तै यस्तै दिनमा हुन्छ घुम्नै पर्यो स्पोन्सरहरू भइसक्यो घुम्नै पर्यो हेर अनि एस्केलेटर चढाउने ए यहाँ भित्रबाट यहाँ फेरि माथि जाने ल हेर न यहाँ कस्तो ठाउँमा स्कुल सिस्टम लिएर फोडेर खनेर उमी समुद्र यहाँको हार्बर बस्ने ठाउँ रहे ओलम्पिक्सको नि छ त उहिलेको रहेछ नि टोकियो 1964 याद अनि 2020 यो चाहिँ ए भन्छ त्यो सेलिङ गर्ने ओलम्पिकको गेमहरू सब यहाँ भएको रहेछ होला होला आमा बोटहरू एकदम यहाँ लट्री परेपछि यहाँ किन लाग्यो न ल है के परिछि रे लट्री परेपछि के लट्रीकै पर्खाइमा हो यो अब हेर न के भइरहेको गेम खेलेको सानो सानो बोटहरू हेर न त्यो खेलिरह नि त गेम खेलेको बोटहरू यो त यो त्यो कि एउटा यस्तो गरेर डोरीले तान्दै एउटाले चलाउँछ नि त सबै बोट के हो यहाँ चाहिँ एक क्यामेरा राखेर खिचेर त नखिच्नु आच्छा आँखामै परेको यार पानी यार केटाहरू त्यो हेर्ने आएन त कहाँ गयो यिनीहरूलाई घुम्ने त्यो उसै थाहै छैन क्या टोइलेट गएर कसरी घुम्ने ए टोइलेट भर्खरै गएको होइन र टोइलेट ल भाइ मेरो भ्लगमा स्वागत छ त्यो त भिडियो हेलो पानीले चाहिँ बिजो बनायो अन्त आज हेर न पानी नभएको कति रमाइलो हुन्थ्यो है यस्तो यहाँ भ्यू त्यो के अरे पावर ब्याङ्क पाउँछ नि यहाँ उस गर्न चार्ज गर्न भाडामा क्या त्यो क्रेडिट चाहिन्छ होला रेट त बट पानी नपऱ्यो भए हिँड्दै नि मिल्थ्यो क्या हामी होइन लेटर नै युज गर्नु होला अनि तर यो पनि भ्यू हेर्न पाउनु नि त फेरि पानी परेको नि अरूहरूले त्यो पनि राम्रै कुरा हो पानीको भ्यू पनि छुट्टै अरूले हेर्दैन हामीले चाहिँ हेर न हुसो हुसो लागेर हुस्सो लाएर खतरा भ्यू देखिरह के त भाइ वेलकम टु माई ब्लग ए क्यामेराम्यान काम लाएन आज हिँड्दैन होइन यस्तो भ्यू म यत्तिकै यस्तरी हो कि सिम्पल यस्तो यस्तो फोटो खिचेको त फोटो त ओरे देखिन आए ओरे देखिन आए म ब्लग तेरी कर के भ्यू आएन के अब चार्ज पनि छिटिन्छ कि अब ठाउँ ठाउँमा मात्र देखाउनु पर्यो यहाँको एस्केलेटर त एउटै होला के अरे एस्केलेटर के छ त क्यामेराम्यान आज त के कामै लानु तिमी होइन ल्याउनु रे आजको यो उसै स्टिक चाहिँ मिठो फोटो खिच्यो अहिले 250 हानिदिइहाल्छु नि यतिको त दाइ दिबे ए लाभा दाइ त भिडियो बनाउँदै आउँछ रे ए यता आउन त्यो ल पानीले पनि भिज्न लाग्यो अब माथि गएर भेटौँला ठाउँमा गएर के हो के हो क्यामेरामा यी दुनियाँमा आइसकेको छौँ हामी फेरि त्यो मलाई तिमी त डुबे क्या हो
यता मुन्छु के भाइ डुबे कि ल केटाहरू हेलो 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 यस यसको नेता एस्कालेट दुईजना मिल्दैन क्या एउटा ठाउँमा यादै डाम्बारे हो के यस्तो सीमा टापु अब सीमा न जिम्मा हामी आइसक्यो यहाँ माथि यहाँ त झन् त पऱ्यो त मलाई पानी पानी हो गई यहाँ पनि जिन्जा रहेछ मल्लो र म फेरि जता नि ढोकिदिने हो अब यहाँ पनि एकछिन क्यामराम्यान सडै सड हान्ने किने किने दे ओके दाखव दाइ उकाने गर्न आइ खाने खाने होइन छाता देऊ अब यहाँ ढोका खोलिसकेको अवस्था छ हामी फेरि आइसकेका छौँ यहाँ त केही नरहेछ यहाँ चाहिँ केही नरहेछ यहाँ चाहिँ केही नरहेछ त सो प्रोग्राम बन्द होइन ऊ प्रोजेक्टरै छैन पहिला ब्रिटिसले बनाएको गार्डन ब्रिटिसले बनाएको रे यहाँको यो सब उसको जग्गा थियो किनेर अनि उसले आफ्नो गार्डन बनाएको यो चाहिँ इङ्ल्यान्डको गार्डन जस्तो यो रिसर्च चाहिँ तिमीले कहाँबाट गर्छौ गुगल.com गुगल.com-मै हो नि कहाँ गर्ने जिरोस एउटा गाइड पनि लिएर हिँड्छु म चाहिँ मुफ्तको गाइड चाहियो भने मलाई बोलाउनु होला तर यसो घुमाउने भाडा साडा खाजा तपाईँहरूको नाममा के हो यहाँ चाहिँ यो यस्तो यति डिग्रीमा छ भनेको यो के डिग्री भनेको घामेसरी आउँछ ए नर्थ रहेछ नर्थ चाहिँ यता रहेछ युनाइटेड स्टेट्स अफ अमेरिका यो कुवाकान नै के त नि यो भित्र जान मिल्ने हो मिल्छ होला तर खाने ए यो त उस रहेछ क्याफे रहेछ ल हेर त यो नाइटमा आएको भए कस्तो दामी त्यो देखाएको थियो नि त्यो फोटो कपालको यसमै रहेछ हामी घुम्दैछौँ यहाँ के लेखेको छ यहाँ रोड के यता देखाएको छ त सी क्यान्डल उल्टो आयो क्या बाटो यहीँबाट रहेछ उस जाने नि यो त के रहेछ भनेको त झिलिमिलीको हल्का त्यो रुखसुखहरूमा उस झिलिमिली गरेको होला भनेको राति आएको बवाल देख्दै हामी मान्छे खतरा आएको अरू पानी नपरेको दिन हुन्छ हामी पानी परेको दिन हुन्छ यो रातिमा हेर्ने चिज दिउँसोमा हेऱ्यो यो चाहिँ के हो फेरि यता यता नि मिल्दो रहेछ जान त मिल्यो होला नि जता ततै घुम्ने मान्छेहरू चाहिँ छैन आज ठिकै भयो न त प्याक भिडभाड नभएर चाहिँ मेन चाहिँ यही मौसममा ठिक भयो के हो खतरा यता जाउँ न रोटन के रहेछ जता ततै गइदिने हो क्या ऊ त्यो होइन हामी जाने त्यहाँ एस्कालेटर छ कि सिँढी हो खै त्यो चाहिँ थाहा भएन है सिँढीमा त त्यत्रो टावर त यो टावर त क्या कति ताला 1 2 3 4 5 6 7 8 9 तला त चढ्न त बिजोग बाटोको याद आउने भयो त केही न रहेछ फुलबारी यहाँ पो दामी देखेको है फुले हेर न फुलहरू मुस्काउँछन् हेर त देख्छौ र यो भ्यालेन्टाइनको लागि होला नि टक्क हेर न
यस्तो रहेछ नि त भ्यूहरू दामी देखिया है बादलै बादल दामी देखिया हेर्न मिल्छ भाइ यिनीहरूलाई यहाँ बोलाएर माछा मार्न जाऊँ भन्छ त्यो त भ्यू चाहिँ नाइस देखेको भ्यू चाहिँ यति छ यहाँ चाहिँ खास सिटीको भ्यू देख्ने रहेछ होइन त भाइ तर अहिले चाहिँ वेदर अलि उस छ पानी परिरहेको छ त्यही भएर केही नि देखाएन यहाँ पनि राम्रो देखेको रहेछ नि है A place of 100 top moons in Japan, moon viewed from Hiroshima. हामी चाहिँ यहाँबाट आएको चाहिँ हिँड्दै अहिले यहाँ माथि आइसक्यो घुमेर यहाँ आयो On his property, he constructed a botanical garden. यो अङ्कलले बनाएको रहेछ यो अङ्कलले बनाएको जग्गै लिएर यार त्यति बेलाको धनी होला नि त यो यता हो को चुट्टो यिने हल्का नेपाली नेपाली जस्तो नि कि होइन के हो के रावण अनि पोज्ने हेर नि ल नहेर ओ गुफा यही हो त्यसै अर्को टापु आयो कि यो चाहिँ नेक्स्ट टापु यो पो सित्तरी नै हो सिराबेता हो क्यु साह्रै ड्रागन यो भ्यू र फुताचु यामाको हाते फुताचु यामा दुईटा भनेको है यामा फुताचु यामा यामा भनेको पहाड फुताचु भनेको दुईटा पहाडले बनेको त्यही भएर फुताचु यामा लाफा सेम्पाई लाफा सेम्पाईको सेन्सै नसुको त यात्ते कुरोहरू हुँदैन ल अब हामी गएपछि भेटौँला यो बाटो के भिडियो गर्दै हिँड्नु है ल है त टोइलेटमा पनि यस्तो छ यस्तो गरेपछि पानी यस्तो गरेपछि बन्द लगता है कि सारी पाप धुल गई Wish to express their undying love for each other can have their names printed onto a plate which will be permanently attached to the base structure. जाम होला अब माथिबाट जाने कि तलबाट जाने हामी यस्तै जाम हौ हामी चाहिँ जङ्गल छिरिसकेको छ आज चाहिँ मान्छे नभएर ठिक भयो क्या जस पानी पऱ्यो नि बाहिरको भ्यू हेर्नु नपाए नि यहाँभित्र के छ भनेर चाहिँ हेर्न पाइरहेछ क्यामेरा चाहिँ त्यही हो
बाहिर भ्यू चाहिँ खासै राम्रो छैन त्यही पनि भित्रको चाहिँ हेर्न पाइरहेछ रमाइलो पनि भइरहेछ भोक पनि लागिरहेछ बिहान 6 बजीतिर 5 बजीतिर उठेको 5 बजे उठेर ट्रेन समातेर 2 घन्टा जस्तो लाग्यो ट्रेनमा अहिले चाहिँ यो जङ्गलमा जान लागेको चाहिँ हामी केभभित्र गुफाभित्र गुफा छ भन्ने चाहिँ मोलोले भनेको यसपछि चाहिँ अनि यहाँको गुफा भ्याएपछि खाजा खाएर हामी चाहिँ खामाकुरा भन्ने ठाउँमा जानु लाग्यो लोकल ट्रेन रे पपुलर ट्रेन त्यहाँ गएर के कस्तो हुन्छ देखाउने छु केटाहरू चाहिँ फोटो खिचिरहेको थियो होइन यता पनि यस्तो तर बेलुका आयो भने त यहाँ त डरै लाग्ने ठाउँ मात्र छ हौ ठिक छ साकुरा फुले छैन फुल्न त फुलेछ तर हल्का एउटा दुईवटा रुखमा फुलेछ यसरी होइन साकुरा सबै ठाउँमा साकुरा फुल्यो भने चाहिँ दामी देख्छ ल जाऊँ न त अब चाहिँ हामी केभतिर लाग्नेछौँ के हो भाइ तिमी पनि फोटो खिच्ने अब ओके यस्तो देख्नुपर्ने यस्तो देख्नुपर्ने यस्तो बेलुका आएको भए नाइस उमिनोरुरु नो ओसिरासे नाइस भ्यू देख यहाँ चाहिँ नाइस देख्यो भ्यू केभ इन्ट्रान्स चाहिँ हेर्दा रहेछ यस्तो रहेछ यहाँ चाहिँ कागलाई हेर न कागलाई इताची उचिहा इताची का ना हामी चाहिँ केभतिर लाग्दैछौँ माथि यस्तो हेर्दा त नेपालको भिर पहाड जस्तै फिल भइरहेको केटाहरू चाहिँ यता छ केभभित्र आइपुग्यो हामी चाहिँ यो चाहिँ केभभित्र हो केभभित्र छिरिसकेको छ हामी चाहिँ कस्तो फिल भइरहेको छ त गुफाभित्र पोखरेलीलाई महेन्द्र गुफा हेरिराखेको बानी मिलाएर टक्क इन्फर्मेसन सहित राति आयो नि लाइट बस्यो पहिला ड्रागन छ भन्थ्यो नि त यहाँ पहिला ड्रागनको गुफा यो पहिला त नेपालको जस्तो नेपालको केभ देखाउँ न कति आफू मात्र देखाउन हौ केभ चाहिँ यस्तो छ देखिन पाउँछ पाउँदैन त्यो पनि साइनबोर्ड यता यता मोलो छाप हान्न मिल्ने रहेछ नि यसमै हानिदिने नि छाप हान्न मिल्ने रहेछ
अच्छा ला यहाँ अठाइरहेको बवाल देख्ने रे चिनो लाने भयो के चिनो यही हो अब ल जाम उता जाम के भन्छ क्यान्डल पनि दियो हामीलाई चाहिँ क्यान्डल सहित अँध्यारोमा अब यसरी हिँड्ने होला भाइ तिमी अगाडि गएर खिच न यो क्यान्डल मर्यो भने त बिजोग हुन्छ त यस्तो क्यान्डल नि दिएको छ हामीलाई क्यान्डल मर्न त मर्दैन नि है याबा लेफ्ट साइड जाने भयो है लेफ्ट साइड जानु यस्तो निहुरेर हिँड्नु पर्ने भयो यहाँ चाहिँ भगवान्हरू यस्तो रहेछ यहाँ चाहिँ निहुरेर हिँड्नु परिरहेछ उही साँचेको त होइन कि त्यही नि वारी From long ago, it is said that this cave is connected with Narusawa Ice Cave at the foot of Mount Fuji. Mount Fuji जान्छ माउन्ट फुजीसँग कनेक्टेड ल उताबाट जाउँ जान पाएको कति रमाइलो बन्द रहेछ बन्द छ त यहाँ कसरी बन्द जाउँ उताबाट कहाँ खोल्ने किप आउट भने खोल्ने भनिदिन्छ हेरेर चाहिँ अब यस्तो दिएछ यसरी हिँड्नुपर्ने अवस्था छ अवस्था नाजुक छ उही यहाँ त प्रोजेक्टर नि छ त केही देखाउने होला अर्को बाटो अब यो चाहिँ नेक्स्ट हो यो नि बन्द अनि यो चाहिँ किन लाइट दिएको त अनि औडा लाइट चाहिँ त्यस्तै दियो अब यो भित्र जताततै लाइट छ त्यही पनि लाइट दिन्छ कि यो उस होला क्या मलाई यो प्रोटेक्सनको लागि दिएको होला क्या हामीलाई हेर न यहाँ यस्तो छ नि यु आर ड्रागन आम बुद्ध तिमीहरू राक्षस रहेछ भनेको यहाँ पनि बन्द छ है लाफा र आकाश पानी चाहिँ बर्थ प्लेस अफ इनोसिमा श्राइन एनोसिमा जिन्ज्यावा स्योनो र स्योनो है औडा खै मिते किते नै म ओवारी त ल यहाँ देखाउनको लागि चाहिँ यति नै रहेछ निहुरेर हिँड्नु पर्यो गाह्रो भयो यहाँ भिडियो बनाउनु अघि लाइट चाहिँ किन दिएको चाहिँ थाहा भएन कि यो नराम्रो चिजबाट प्रोटेक्सनको लागि दिएको कि प्र्याङ्क हान्थ्यो है त्यहाँ जान मिल्थ्यो होला बन्द छ क्या त्यो उसमा क्या है थियो नि गुफा त्यहाँ नि केही छैन आइयो अब निस्किन्छौँ अहिलेको लागि चाहिँ यति नै होइन त भाइ के हो अर्को नि छ नि गुफा साँच्ची
ल अहिले भेटौँला है त। अब यहाँबाट चाहिँ अर्को केपको सुरुवात यता पनि छ भन्ने खबर पाएँ निश्चल गुरुङबाट। निश्चल गुरुङज्यू हाम्रो गाइड आजको। यहाँबाट केप भनेको भ्यू हेर्ने ठाउँ पो रहेछ। मेरोमा त म लाखाकोबाट खिच्नु। लेट्स गो। अर्को के भयो ल त्यता? यहाँ चाहिँ के हो यो? माथि चाहिँ ल लेट्स गो टु द नेक्स्ट डेस्टिनेसन। अब अर्को केपतिर जाँदैछ हामी। आजको यात्रा चाहिँ राम्रै होला। सास पनि सिद्धिसक्यो। अब एकछिन चार्ज गर्नुपर्छ यो लास्ट ट्रिप गरेर त्यसपछि सबै स्केटरमा चार्ज गरेपछि टाची रिकिङ सिरे भिडियो सोकिन रहेछ कि फेरि के मलाई भनेको होइन हाम्रो यो भिडियो बनाएको न अझै आफ्नो त्यो भिडियो बनाएको हामी भ्लगर बोय पऱ्यो तिनीहरूले चाहिँ भल्गर खोजेको सँगै छ भनिदिइहाल्यो जानु ल मन खिच्छु ल फोटो खिच्छौँ। हाम्रो लाखाजी हिँडिसक्नु भएको छ। लोकल गाइड यहाँ चाहिँ छिर्न नमिल्ने रहेछ। अझै राम्रो ठाउँमा आइपुग्यो हामी। भित्र चाहिँ के रहेछ आगो सागो लाग्यो। पुच्छर हेर्नु न उहाँ पछाडि नि छ कि त्यहाँबाट निस्केको होला नि त पहिला चाहिँ यही ड्रागन होइन त यहाँ यो ढुङ्गाहरू नै होइन ढुङ्गा त काट्नु प्लास्टिकको सोपिस औडा औडा डल्लै जेल हालेको मलाई। यताबाट छिर्दैछौँ हामी। के भित्र छौँ हामी। लाइट बल ला टाउको ठोकेला है। यो चाहिँ रमाइलो भयो यहाँ चाहिँ झिलिमिली केही रमाइलो भयो। भोक पनि अलिकति हरा जस्तो भयो। अब यति रहेछ
आजको यात्रा यहीँ समाप्त भयो हाम्रो कता रेस्टुरेन्टको त यस्तो भनेर समुद्रको भ्यू ल अब हामी निस्किनुपर्छ अब हामी यहाँबाट निस्किन्छ पानी पनि अहिले चाहिँ उसो भइसक्यो अब मोबाइलमा चार्ज छैन पावर ब्याङ्क यस्तो भाइसँग रहेछ पावर ब्याङ्कमा चार्ज गरेर चार्ज भएपछि बेलामा आइपुग्यो त्यति बेलासम्म हामी चाहिँ खाजासाजा खाएर ठाउँमा कुरा हो कि के भन्ने ठाउँमा जाने भन्छ उता गएपछि त्यतै बेलामा आइपुग्यो फेरि स्वागत छ भ्लगको दोस्रो च्याप्टरमा घुम्न आएको ठाउँ चाहिँ यो पुरानो रहेछ बाहिर चाहिँ पहिला उसै थियो अरे क्या मन्दिर जस्तो बनाएको थियो अरे हावा सुनामीले भत्काएर कचोरी बनाएर भएन अरे लास्टमा चाहिँ यही मात्र यो मात्रै ठाडिरहेको यो सिराबित्ते पनि जा यिनै हातमा नि यति हो देखाउनलाई अब नत्र अब यहीँ सिधाइदिउँ भ्लग ल एन्डिङ हान नि त अन्त भयो म घर गर्दै गर्छु Walking in the street of Lakeside. है लेक्साइड कस्तो छ नि हल्का डेन्जर अन्तिर कुको बडो भित्र बोकी काँदनमा अब निस्किँदैछौँ हामी घर फर्किरहेको अवस्था छ हामी थकित भएर आवाज पनि अर्कै आइरहेछ आइपुग्यो मोन्स्टर आजको भ्लग नै भ्लग चाहिँ यति नै हुन्छ रात पर्न लाग्यो त्यहाँनिर छिटै आइयो जोस् घर आजको लागि चाहिँ यति बुद्धको स्ट्याचु चाहिँ अलिक खिच्न पाइएन ब्याट्री नभएर बाइकको मागेर चार्ज गरेर अहिले घरसम्म आइपुग्यो आजको लागि चाहिँ यति नै बाँकी फेरि अब अर्को ब्लगमा खक्का ब्लग आउँदैछ अर्को चाहिँ आइयो रुम चाहिँ यहीँ हो ल अब चाहिँ